हेलो व्हाट्सअप गाइज वेलकम ब्याक टु विशाल छेत्री ब्लग्स आफ्टर अ लङ टाइम म र मेरो साथी सुशान हामी जाँदैछ लोरियल प्रोफेसनलको सेमिनारमा। यो चाहिँ मेरो फर्स्ट टाइमै हो, अशोकनगरमा हुँदैछ गाइज। मजा पनि आइरहेछ, एक्साइटेड पनि छु। त्यसको साथमा गाडीको चापाचाप बेङ्गलोरमा यस्तै हुन्छ र यस्तो हेरेको साथीले त बिचरा एउटा दिएको स्कुटीमा अड्केको तार निकालिदिइरहेको रहेछ। त्यसपछि हामीले क्याब पनि बुक गर्यो, एकदमै क्याबको भाडा पनि बेसी तर पनि जाउँ भनेर हामी चल्दियो। बल्ल बल्ल हामी काठगुडी मेट्रो स्टेसन पुग्यो, मेट्रो पनि आइसकेको थियो गाइज। मेट्रो पनि टक्कै आमा भिडम बाड है, हामी चढ्दियो टक्क नजारा हेर्दै हेर्दै गयो। हामी बल्ल बल्ल पुग्यो एमजी रोडको मेट्रो स्टेसन। गाइज एमजी रोडको नजारा चाहिँ यस्तै छ, अलिअलि सिक्किमसँग मिल्छ क्या एमजी रोड चाहिँ होइन, बबाले छ हेर्नु सक्नुहुन्छ। बल्ल बल्ल हिँडेर गएको पुग्छ भने हुँदैन रहेछ भने फेरि हामीले चाहिँ क्याब बुक गर्नु पऱ्यो। अटो आयो, अटो ड्राइभर चाहिँ अलिकति चुत्या लाग्यो मलाई चाहिँ होइन, अलिकति पैसा पनि बेसी लियो, केही छैन। हामी बल्ल आइपुग्यो आइटिसी गार्डेनिया है, यहाँ चाहिँ एकदम ठुलो हल रहेछ। यहीँ हुँदैछ आजको सेमिनार। बल्ल एन्ट्रेन्स गरेको त आमामा चेक सिस्टमहरू चाहिँ काँडै रहेछ गाइज, भन्नुपर्दा आमामा काँडै रहेछ हो। र ठिकै छ उता जानु हेर, म पनि गएँ, साथी पनि हल्का चेकिङ हुँदै थियो। साथीले ज्याकेट निकालेर होइन यसो हल्का सिनेमेटिक सर्टहरू तपाईँहरूको लागि प्रस्तुत गर्न चाहन्छु, हेर्न सक्नुहुन्छ। दामी नै छ, बबाले छ। ल साथी चल्दिउँ न त भनेर हामी माथि चल्दियो र हामीलाई बोलाउनु भएको सरलाई पनि यस सर वेलकम ब्याक टु यर च्यानल भनेर हाई हेलो गरेँ होइन। अब यहाँ चाहिँ रेजिस्ट्रेसन हुँदै रहेछ होइन, रेजिस्ट्रेसन गर्ने मान्छेहरू पुरा रहेछ, आफै आएर गरिदिने क्या। त अब खोइ कस्तो के सिस्टम हो, फर्स्ट टाइम गएको म पनि कन्फ्युज होइन। आउने आइरहेछ, हल्का मिरर लुक हानिदिउँ न भनेर साथीलाई मैले हानिदिएँ। त्यसपछि भित्रको दृश्य चाहिँ यस्तो, आमामा मान्छेहरू त कहाँबाट आएको रहेछ, नेपाली हिन्दी बङ्गाली मडवारी सबै गडबडी होइन। टक्क यस्तो लुक्सहरू देखाएन, भित्र गएर तपाईँहरूलाई नजारा देखाउँ। सेमिनार हलको चाहिँ यस्तै छ है गाइज, दामी रहेछ क्या। मलाई चाहिँ हेभी मन पऱ्यो होइन, चटक्क होइन। फर्स्ट टाइम गएको नि त, अब कस्तो एक्साइटेड तपाईँहरूलाई पनि देखाउँ न त होइन, तपाईँहरूले पनि हेर्नुहोस् मजा लिनुहोस् भन्दै मैले देखाएँ होइन। अन्त हल्का डाइनिङ हलपट्टि गएको, आमा दामी रहेछ क्या। खाना चाहिँ आफै हालेर खानुपर्ने कि यस्तो हेर्दा त चटक्क होइन। भर्खर ब्रेकफास्ट खाने खाइरहेछ, हामीले चाहिँ खाएन। हामीले जाउँ न त कफी हानिदिउँ भनेर टक्क चियर्स हानेर चाहिँ कफी हान्दै होइन, दामी रहेछ कफी पनि। चिनी चाहिँ आफै हाल्नुपर्ने रहेछ सिस्टम, त्यही भएर चम्चीको साथमा खाइरहेको छु। अलिकति अगाडि गएको लोरियलको बोर्डमा फोटोसुट हुँदो रहेछ, लु न म पनि हानिदिउँ भनेर हानिदिएँ। मेरो फोटो इन्स्टाग्राम हेर्न सक्नुहुन्छ। मान्छेहरू अहिले सुरु भएको छैन क्या, त्यही भएर मान्छेहरू गफ गर्ने गरिरहेछ, कोही रेजिस्ट्रेसन गरिरहेछ होइन, कोही मजाले बसिरहेछ, कोही टेन्सन भइसक्यो भनेर बसिरहेछ। त्यसको साथमा बल्ल हामी सेमिनार हलपट्टि पस्यो, अब चाहिँ स्टार्ट हुनु आँट्यो होइन। मलाई सोधेको थियो मेरो अघि स्क्यानर भइसकेको भनेर म पसेँ होइन। मान्छेको भिडबाट खाँदा र खाँद प्याक 400 भन्दा बेसी मान्छे थियो होला, आमा कहाँबाट आएको थियो पनि, तर खतरा थियो होइन। एकदमै हामी पनि बसिसक्यो सिटमा। त्यसपछि मैले रियान भन्ने साथीले पनि भेटेँ, यस ब्रो वाट्सएप वाट्स गोइङ अन भन्दै बोलेँ। त्यहाँबाट हेरेको आमा टालाक्रा झिलिक टालाक्रा टेलिक आयो एउटा, अब एकदमै हाम्रो कुन चाहिँ सर हो होइन, नाम चाहिँ बिर्सेँ मैले, कोही बात छैन। उसले हल्का इन्ट्रोड्युस दियो, त्यहाँबाट हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि रहेछ होइन। त्यो चाहिँ दामी लाग्यो, मलाई खुसी लाग्यो। उनीहरू चाहिँ एकदम एक्जिक्युटिभ होइन, ट्रेनरहरू प्रोफेसनलहरू पुरा रहेछ। त्यसपछि एकदमै हाम्रो वेलकम भयो ध्रुव राथे भन्नु त भएको छैन, ध्रुव सरको वेलकम भयो। एकदमै खतरा रहेछ ऊ चाहिँ, एकदमै राम्रो लाग्यो क्या। मान्छे पनि अलिकति होइन एकदम सेलिब्रिटीहरूलाई गर्ने मान्छे रहेछ, त्यही भएर अलिकति चाल्यो अर्कै होइन, तर एकदमै मनको सफा के त हाई हेलो भन्दै उसले पनि टक्कै आफ्नो इन्ट्रोड्युस दिएर चाहिँ कस्तो छ के छ, वेलकम ब्याक टु आवर च्यानल त भन्नुभएको छैन भनेर वेलकम ब्याक टु लोरियल प्रोफेसनल च्यानल भनेर चाहिँ उसले पनि स्वागतम गर्यो। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँको हल्का कलरको ड्यामोहरू पनि देखायो क्या हामीलाई, तर कलरको लास्टमा फिनिसिङ चाहिँ देखाएन। त्यसपछि ध्रुव सरले चाहिँ हल्का उसको कटिङ स्टाइल चाहिँ दामी लाग्यो, तर सिम्पल होइन, एकदमै मलाई पनि आउने खाले कटिङै रहेछ। दामी लाग्यो कटिङ स्टाइलले, टक्क तानेर कटिङहरू हाने, दामी छ कटिङ सटिङ भनेर। त्यसपछि होइन ठिकै छ तपाईँले राम्रो गर्नुहुँदो रहेछ भनेर मैले पनि थ्याङ्क यू सो मच भनिदिइहालेँ। त्यसपछि चाहिँ आमा भोक लागेको छैन, हाम्रो 2 घन्टाको लन्च ब्रेक भयो। लन्च गर्नु गएको त आमामा किरै सरी कमिलै सरी मान्छे रहेछ, कहाँ गएर खानु हो बिजोक। अब थाल खोज्नु लाग्यो, अब थाल त खोज्नु पऱ्यो, थाल खोज्नु टाइम लाग्यो। बल्ल मेरो पहिलाको प्रिय मित्र होइन, पहिलाको स्कुलको साथी नै भेट्यो, थ्याङ्क यू सो मच। साथीलाई पनि एकदम खुसी लाग्यो भेटेर होइन। त्यसपछि यस्तो हेरेको त मिस्टी पो रहेछ, वाउ हेट 2टा हाल हुँदैन, यहाँ बल्ल बल्ल खानु पाइरहेछ भोक लागेको बेलामा। यता हेरेको भेराइटीमा केक सेक खानेहरू गएको भए चाहिँ दामी फाइदा हुन्थ्यो होइन, तर के गर्नु भन्दा हामीले चाहिँ राजमा अन्त पास्ता भात हल्का फुल्का हालेर दबाउनु थाल्यो होइन। दबाएको त आमामा सबैजना दबाएको मात्रै छ त, अब चाहिँ नहुने रहेछ रुँगेर भनेर साथीले चाहिँ आफै सर्भ गर्नु थाल्यो कि एकदमै आफ्नो पारामा के खाने तिमीहरू भन्थे, तर भात मात्रै छ, मासु चाहिँ अघि केटाहरूले हानिसक्यो हो। खाली रहेछ, खाइसकेर आएको एकदम अल्छी लाग्यो, निन्द्रा लाग्यो जस्तो भयो, तर पनि मजा आयो होइन। अलिअलि ज्ञानको कुराहरू सिक्नु पायो। फेरि हाम्रो ध्रुव सरले अर्को कटिङ देखाउनु भयो क्या त, कर्लीहरूमा चाहिँ कसरी बब हान्ने भनेर, दामी तरिका क्या त। यस्तो छोराले हान्नु पर्दो रहेछ, नयाँ स्टाइल चाहिँ सिक्यो त्यहाँबाट। आधी हुदी मान्छेहरू टाप
सायद उनीहरूलाई अल्छी लागे जस्तो छ टाप हान्दैछ कोही बात छैन हामी त छ भनेर एकछिन ध्रुव सर हेलो वाट्सएप वाट्स गोइङ अन भनेर चाहिँ हेलो सर वान क्लिक भनेर चाहिँ फोटोसोटो हान्दै दामी रहेछ मान्छे चाहिँ होइन एकदमै हँसमुखे होइन दामी लाग्यो। त्यसको पछि आमा मोडलिङहरूको चाहिँ अब यसो चाल क्या ऱ्याम्पवक कहाँबाट हान्थ्यो क्या ऱ्याम्पवकहरू चाहिँ होइन। त्यसपछि हाम्रो सबैजना हेयर ड्रेसरदेखि लिएर प्रोफेसनल खतरनाक के हो होइन। ल ठिकै छ हामी पनि अब निक्लेको 5 बजिसक्यो भने चाहिँ हामी पनि टाप लाग्यो त्यहाँबाट ल बाई बाई छ फेरि भेट्नुपर्छ भनेर एमजी रोड हुँदै दाजुभाइ इन्जोय गर्दै घुम्दै नजारा रातिको एमजी रोड मेन बेङ्गलोरको फेमस प्लेस चाहिँ यही हो गाइस होइन बबाले छ। त्यसपछि हामी पनि ल घर लागेकै गाइस बाई बाई फेरि भेट्नुपर्छ भन्दै बाई बाई।